नमस्ते, अस्सलाम वालेकुम। आज चाहिँ लोकल कुखुरा पालन, यसका जातहरू र यसमा लाग्ने रोगहरू र व्यवस्थापन यानि बजार व्यवस्थापनको विषयमा चाहिँ केही छोटो छलफल चाहिँ मैले गर्न गइरहेको छु। विशेष गरी चाहिँ नेपालमा विभिन्न जातका कुखुराहरू चाहिँ पालन गर्दै आइरहेको छ। मुख्य रूपमा भनेको त अहिले लगभग नेपालमा 50% वा 70% जति चाहिँ ब्रोइलर र लेयर्स कुखुरा पाल्ने किसानहरू हुनुहुन्छ। धेरै वर्षदेखि ब्रोइलर र लेयर्स पाल्दै आउनुभएका किसानहरूले अहिले हालमा आएर चाहिँ लोकल कुखुरा पनि पालन गर्दै आइराख्नु भएको छ। लोकल कुखुरामा पनि हामीले चाहिँ विगत 4-5 वर्षदेखि चाहिँ सोनाली जातको कुखुरा चाहिँ पाल्दै आइरहेका छौँ। यो भिडियोमा देखाइएको जति पनि भिडियो हेर्दै हुनुहुन्छ यो चाहिँ सम्पूर्ण सोनाली जातको कुखुरा हो। यो कुखुराको विशेषता चाहिँ के छ भनेदेखि एकदम नै इम्युनिटी राम्रो हुन्छ र दानाको तुलनामा पनि अन्य जातको लोकल कुखुरामा ले खाने भन्दा पनि लगभग 50% जति कम दाना खान्छ यसले। हामीले दाना मात्र खुवाएर पाल्यौँ भने 3 देखि 4 केजी दानामा लगभग 1 केजी देखि 1.5 केजीसम्म पुग्ने गर्छ। विशेष गरी त बाहिर यदि चरन क्षेत्र छ भने घाँसहरूमा पनि हामीले यो कुखुरालाई चराएर पाल्न सक्छौँ। साथसाथै दाना त विशेष गरी अब ब्रोइलरको लागि बनाइएको दाना हुन्छ। त्यो दाना हामीले नियमित रूपमा खुवायौँ भने बोसो अलि बढी लाग्छ र मासुमा त्यति धेरै टेस्ट पनि आउँदैन। हामीले चाहिँ दाना जहिले पनि लोकल कुखुरालाई खुवाउँदाखेरि अर्ग्यानिक दाना जस्तै धान भयो, गहुँ भयो, मकै भयो हैन, त्यो वस्तुहरूलाई चाहिँ हामीले पकाएर पनि या त भिजाएर उमारेर पनि खुवायौँ भनेदेखि पाउनुपर्ने पौष्टिक तत्त्व चाहिँ राम्रो पाउने गर्छ। यो सोनाली कुखुरा लगभग 4 देखि 4.5 महिनामा चाहिँ अन्डाको लागि तयारी हुन्छ। वर्षमा लगभग 200 देखि 250 वटासम्म चाहिँ यसले अन्डा पार्ने गर्छ। भालेको औसत तौल भनेको 2 केजी 200-300 ग्राम हुन्छ भने पोथीको तौल चाहिँ 1500 देखि 1700 ग्रामसम्म हुने गर्छ। लगभग पुरै भारतमा चाहिँ अहिले यो कुखुरा एकदम नै लोकप्रिय मानिएको छ। एकदम नै छिटो बढ्ने भएकोले यो कुखुरा चाहिँ बजारमा एकदम नै डिमान्डेड रहेको छ। भालेको कलर वा पोथीको कलरहरू चाहिँ एकदम नै आकर्षक देखिने गर्छ। साथसाथै यो कुखुरा चाहिँ जमिनमा भन्दा पनि लगभग रुखमाथि चाहिँ बस्न रुचाउने गर्छ। जस्तै अब हामी देख्न सक्छौँ हामीले चाहिँ कुखुरा बस्नको लागि जमिनदेखि लगभग 3-4 फिट माथि चाहिँ बाँसहरू लगाइदिएका छौँ। त्यो बाँसहरू लायौँ भनेदेखि कुखुराहरू लगभग त्यो माथि नै गएर बस्ने गर्छ। अब विशेष गरी त कुखुराहरूलाई लाग्ने रोग भनेको फलफक्स भयो, सिआरडी, सिसिआरडी, गम्बारू जस्ता रोगहरू चाहिँ लाग्ने गर्छ। नियमित हामीले चाहिँ ब्रोइलरलाई लगाउने जस्तै भ्याक्सिनेसन गऱ्यौँ भने कुखुरालाई त्यति धेरै रोगहरू चाहिँ लाग्दैन। लगभग 45 दिनमा हामीले कुखुरालाई जुकाको औषधिहरू पनि खुवाउनु पर्ने हुन्छ। अब यदि नजिकै भेटनेरियनहरू हुनुहुन्छ वा त वर्षौँदेखि कुखुरा पालन गर्दै आइराख्नुभएका साथीहरू हुनुहुन्छ भने उनीहरूको सरसल्लाहमा पनि हामीले काम गर्न सक्छौँ। वा त अब